एभ्रिवान, नमस्ते। यमी फुरलमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि एकदमै सजिलो चिकन सुपको रेसिपी लिएर आएकी छु। यो चिकन सुप चाहिँ हजुरहरूले चिसो मौसममा खान सक्नुहुन्छ भने गर्मीमा पनि उत्तिकै हजुरहरूले इन्जोय गर्न सक्नुहुन्छ। सानो नानी बाबु सँगसँगै हजुरबुवा हजुरआमाले पनि खान सक्नुहुन्छ। यो सुपमा धेरै न्युट्रिसन पनि छ। ल बनाउन सुरु गरौँ है त। यसलाई चाहिने सामग्रीहरूबाट सुरुमा हामीलाई चाहिन्छ कुखुराको मासु। मैले चाहिँ यहाँ एउटा सिङ्गै कुखुरा लिएकी छु। यो राम्रोसँग सफा गरेर मैले पसलमा किन्दा नै आउँछ, तर मैले एक्स्ट्रा यसलाई धोएर राम्रोसँग राखेकी छु। त्यसै गरी मैले लिएकी छु पक्सोई। हजुरहरूले कुनै पनि हरियो साग युज गर्न सक्नुहुन्छ। त्यसै गरी हामीलाई चाहिन्छ पानी। त्यसै गरी मैले थोरै फ्रेस धनिया पनि लिएकी छु। यहाँ चाहिँ मैले 3टा गाजर पनि लिएकी छु। यसलाई चाहिँ मैले छिलेर लिएकी हुँ। र त्यसै गरी यहाँ छ हामीसँग सुकमेल र यो चाहिँ ल्वाङ हो। त्यसै गरी हामीसँग छ यहाँ अदुवा र लसुन। थोरै बेसार पनि लिएकी छु मैले। यो चाहिँ मरिचको धुलो हो। त्यसै गरी स्वादअनुसार नुन। यहाँ चाहिँ मैले एउटा प्याजलाई आधा गरी काटेर लिएकी छु र एउटा आलुलाई 4 टुक्रामा काटेर लिएकी छु। एकदमै सानो आलु। मैले चाहिँ सुप प्रेसर कुकरमा बनाउँदैछु, त्यही भएर यो सिङ्गै कुखुरालाई चाहिँ म प्रेसर कुकरमा राख्दैछु। अब म यसमा राख्दैछु यो एउटा सिङ्गो प्याज। प्याज सँगसँगै म राख्दैछु यो अदुवा र लसुन। अब हामी यसमा ल्वाङ र सुकमेललाई पनि राख्दियौँ। त्यसै गरी मैले राखेँ आलु। हजुरहरूले कुनै पनि भेजिटेबल्सहरू यसमा एड गर्न सक्नुहुन्छ। मैले यसमा गाजर पनि ठिक आधा गरेर काटेर राखेकी छु। अब यसमा हामी राख्छौँ पानी। कतिको सुप खाने हो त्यही अनुसार हजुरहरूले पानी चाहिँ आफैले अड्कलेर राख्नुपर्ने हुन्छ। मैले पानी राखेर पनि भ्याइसकेकी छु भने अब यसमा हामी मसलाहरू राख्छौँ। मैले राखेँ थोरै बेसार, मरिचको धुलो। यसले चाहिँ हाम्रो सुप अलि स्पाइसी बनाउँछ। हामी चाहिँ यो रेसिपीमा अरू कुनै पनि मसलाहरू युज गर्दैनौँ। स्वादअनुसार नुन पनि राखिदिनु होला। अब प्रेसर कुकरको बिर्को लगाएर हजुरहरूले मिडियम हिटमा यसलाई 20 मिनट चाहिँ पकाउनु पर्ने हुन्छ। यो पाकुन्जेलसम्म हजुरहरूले चाहिँ साग र धनियालाई चाहिँ मसिनो गरी काटेर राख्न सक्नुहुन्छ। पकाउन राखेको 20 मिनट नै भइसकेको छ। अब हामी के गर्छौँ भने हिट अफ गरेर यत्तिकै छोड्छौँ यसलाई। हामी यसलाई खोल्दैनौँ पनि। मैले हिट पनि अफ गरेँ, हजुरहरूले देख्न सक्नुहुन्छ। यो प्रेसर कुकरको राम्रो के हो भने त्यो सानो रातो टुटी छ जुन, त्यो चाहिँ तल गइसकेपछि चाहिँ प्रेसर गइसकेको छ भनेर देखाउँछ। अब म यसलाई खोल्दैछु। अब यो पकाएको चिकन, आलु र गाजरलाई चाहिँ केसीमा हजुरले निकाल्न सक्नुहुन्छ। यो मासु कतिको पाक्यो त भनेर पनि म हजुरलाई देखाउने छु। निकाल्दा नै सबै टुक्रिसकेको छ। बाँकी पनि सबै यसरी नै बिस्तारै हजुरले त्यही भाँडोमा निकाल्न सक्नुहुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ मासुको जुन यो पखेटाको भाग छ त्यो त मजाले पाकेर तल नै बसिसकेको रहेछ। अब म के गर्छु भने साइडमा मैले एउटा प्लेट पनि राखिसकेकी छु भने यो मासुको माथिको जुन यो छाला छ यसलाई चाहिँ बिस्तारै म निकाल्दैछु। अझै तातो छ। हजुरहरूले देख्न सक्नुहुन्छ कति मजाले बाफिएको छ अझै। अब यो माथिको पार्ट ल हेर्नुहोस्, यसरी निकाल्दा सर्लक्क मासु निस्केको छ। मजाले पाकेको छ। हजुरहरूले भिडियोमा पनि देख्न सक्नुहुन्छ। त्यही भएर मैले भनेको हो, सानो सानो नानी बाबुहरूलाई पनि यो सुप चाहिँ बनाएर हजुरहरूले खुवाउन सक्नुहुन्छ। मासु मजाले पाकेको हुन्छ। हामी यो सुपमा हड्डी पनि राख्दैनौँ, त्यही भएर चाहिँ मैले भनेकी हुँ। हेर्नुहोस् त मजाले पाकेको छ। यसरी नै बाँकी मासु जुन यो सिङ्गो कुखुराबाट हजुरहरूले मासुलाई चाहिँ छुट्याउन सक्नुहुन्छ। सुरुमा लिएको हामीले भेजिटेबल्सहरू चाहिँ लिए पनि हुन्छ, नलिए पनि हुन्छ। मनपर्छ भने यसरी मसिनो गरी काटेर थोरै चाहिँ राख्नु होला। सुपमा मिठो नै हुन्छ, तर सुरुमै हामीले जुन राखेर पकाइसकेको जुन पानी छ त्यसमा मजाले स्वाद चाहिँ आइसकेको हुन्छ। हामीले बनाएको सिङ्गो कुखुराबाट यो मासु निकाले पनि भ्याइसकेकी छु। त्यसै गरी आलु र क्यारोट पनि थोरै मैले लिएँ। यहाँ चाहिँ मसिनो गरी पक्चोइलाई पनि लिएँ भने र त्यसै गरी काटेर धनियालाई पनि लिएकी छु। यतिखेर चाहिँ हजुरहरूले यो चिकन स्टकमा पानी पनि बढाउन सक्नुहुन्छ। यसमा म बक्चोइ पनि राख्दैछु। यसलाई चाहिँ मैले सफा गरेर मसिनो गरी काटेर लिएकी छु। त्यसै गरी काटेर लिएको यो फ्रेस धनियालाई पनि राख्नु होला। अब हामी यसमा राख्छौँ भर्खरै हामीले पकाएर निकालेको जुन यो मासु बिना हड्डीको। अब मासु सँगसँगै हजुरहरूले आलु र जुन
गाजरलाई हामीले मसिनो गरी काटेर लिएका छौँ त्यसलाई पनि राख्न सक्नुहुन्छ। मैले हिट पनि अन गरिसकेकी छु। अब हामी ठिक यसलाई 5 मिनेट मात्रै पकाउन राख्छौँ, धेरै बेर पनि पकाउनु पर्दैन। एकदमै इम्पोर्टेन्ट कुरा एउटा भन्दैछु, अब हजुरहरूले धेरै रेस्टुरेन्टमा धेरै किसिमले घरमा भयो यो चिकन सुप चाहिँ थरी तरिकाले खान मिल्छ। जस्तै अब हजुरहरूले यसलाई मिक्सरमा मिक्स गरेर मसिनो तरिकाले पनि बनाएर हजुरहरूले सर्भ गर्न सक्नुहुन्छ। हाम्रो चिकन सुप रेडी भइसकेको छ। यहाँ त मग बास्न आइसकेको छ। मैले हिट पनि अफ गरिसकेकी छु भने अब तातो हजुरहरूलाई सर्भ गरेर पनि देखाउने छु। ल हेर्नुहोस् त कति मजाको हाम्रो चिकन सुप बनिसकेको छ र म यहाँ सर्भ पनि गर्दैछु। माथिबाट यो मासु र सागलाई यसरी मिलाएर राखेकी छु। अब कतिको खानुहुन्छ त्यही अनुसार हजुरले प्लेटिङ गर्न सक्नुहुन्छ। म चाहिँ यतिको खान्छु र म हजुरहरूलाई खाएर पनि देखाउने छु। वाउ, एकदमै मिठो छ। म अब मासुसँग पनि खाँदैछु। अति नै मिठो लाग्यो मलाई। हजुरहरूले पनि ठ्याक्कै यसरी नै घरमा चिकन सुप बनाएर साथीभाइ र फ्यामिलीसँग इन्जोय गर्नुहोला। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? हाम्रो यो सानो प्रयासलाई लाइक, सेयर र सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै मिठो रेसिपी लिएर आउने नै छु। तबसम्मको लागि ह्याप्पी कुकिङ।